हुन्छ कुन्नी घरमा एकै रातलाई बास चाहिए थियो पाइन्न बास सास आफैलाई त ढुङ्गो खाम कि माटो खाम बस दुनियाँलाई ल्याएर के खुवाउने हो र मलाई खान दिन पर्दैन बजाए यसो बस्न दिए हुन्छ झोलामा ढुङ्गो ल्याएको छु ढुङ्गो पकाएर खान पर्ला ढुङ्गो हजुर आँगनमा चुलो पनि ठिक्कै परेको रहेछ यही ढुङ्गो भए पनि पकाएर खान पर्ला तपाईलाई थाहा छ कि थाहा छैन कुन्नी फतक्क पाकेको ढुङ्गो त पुरौनी भन्दा पनि मिठो हुन्छ आज म तपाईलाई पनि ढुङ्गो पकाएर खान दिन्छु ढुङ्गो पकाउँदा दुध हाल्ने हो भने त कति पो मिठो हुन्थ्यो अब दुध छैन छ माइली गाईको बाक्लो दुध छ पर्खै म लिएर आउँछु अब के एक माना जति चामल भयो त वाह गजब हुन्थ्यो चामल त जति पनि छ म ल्याइहालेँ ल अब यसमा घिउ र चिनी हाल्न पाए त अब हाम्रो ढुङ्गो तयार भयो लाउनु चाख्नु